1 लाखको इन्भेस्टमेन्टमा 1 लाखको फाइदा कसरी कमाए होला त मैले आउनु बुझौ यस भिडियोमा। मैले अक्सन शेयर खरिद गरेर कमाए त्यो पैसा। कम्पनीहरूले राइट शेयर इस्यु गरेपछि सब्स्क्राइब नभएको शेयर्स युनिट अक्सन मार्फत बेच्ने गर्छन्। कम्पनीले शेयर अक्सन गर्न इस्यु म्यानेजरलाई अपॉइन्ट गरेको हुन्छ। मैले पर्सनली कसरी अक्सन शेयर्स भर्छु भनेर आज यस भिडियोमा कुरा गरौँ। शेयर अक्सन सुरु भएको पहिलो वा दोस्रो दिन इस्यु म्यानेजरको अफिसमा गएर 3 वटा जति शेयर अक्सन फर्म ल्याउँछु। मार्केटमा डेली रूपमा त्यो कम्पनीको प्राइस फ्लक्चुएसनलाई मोनिटर गर्छु। अक्सनको लास्ट ट्रेडिङ डेको प्राइस भन्दा 10 देखि 15% मुनि प्राइस राखेर बिड गर्छु। बिडिङको लागि त्यो फर्ममा किन्न चाहेको क्वान्टिटी र मूल्यसहित अरू डिटेल्स फर्ममा भरेर पेमेन्ट चाहिँ त्यही फर्ममा तोकिएको ब्याङ्क खातामा डिपोजिट गरेर ट्रान्ज्याक्सनको स्लिपको स्क्रिनशट इन्क्लुड गरेर राख्न सक्नुहुन्छ, अथवा ब्याङ्कबाट गुड फर पेमेन्ट चेक पनि इन्क्लुड गरेर गर्न सक्नुहुन्छ। यति गरेको 10 देखि 15 दिनभित्र हजुरले कट अफ प्राइस कति हो भनेर न्युज थाहा पाउनुहुन्छ। हजुरले बिडिङ गरेको प्राइस कट अफ प्राइस भन्दा माथि भएको अवस्थामा हजुरले त्यो कम्पनीको शेयर्स पाउनुहुन्छ। यसरी हजुरले पनि शेयर अक्सनको लाभ लिन सक्नुहुन्छ।